अनि मासु छ भनेन बाउ? पाउलास् त नै मासु भात पाउन लाग्न आओस् त कि दसैँमा आओस् घर तँलाई। अनि खोइ बाहुनको घरमा बाहुनको छोरो भएर पाउँछस्। यत्रो दिनपछि घर जाँदैछु, बाहिर बसे नि 2 महिना भइसकेछ। घर गएपछि बाउले मलाई देख्यो भने त अगाले हाल्छन् होला। हेर बाबु छोरा आइस त छोरा। आफ्नै घर फर्की ए अनि बाउ बाउ आफ्नै घर आनी चिनेनन् कि के हो मलाई? अब 2 महिना भइसकेछ त बाहिर बस्या नि, बल्ल बल्ल आइस। अब हामीलाई पाल्ने तैँले हो, यस्तो दुःख गरेर पढाइयो लेखाइयो। अब आमाले त्यहाँ भात राख्दै होली खा अनि गोठालो जा। अब मेरो उता तैँले धान्न पर्यो नि। कालीले नि धेरै घाँस खान थाली चाहिँ कति धेरै हग्यो यार। हेलो ए हजुर बेबी, म त ड्युटीमा छु बेबी। तिमीले पठाइदिए सनक्रिम र मोइस्चराइजर कस्तो काम लागिरहेको छ यहाँ। राबेरी भर्खर फाल गर्दा केटी सार मस्केर बसे। ए हस् बेबी हस्, ड्युटी छ अहिले, म पछि फोन गर्छु। अनि केटा के हो छाम्या त पट्टा जस्तो हस् त सहर बसेको ठुलो भइछ सब। होइन बाउ अलिअलि। ल त्यसो भए भगाएर ल्याइज टन्टे साग भोज्ने आउनु पर्दैन। साँच्ची बाउ? तिमीले यस्तो भन्यो भने त मैले सोचेको थिइनँ बाउ। भगाइदिनु चुप लाएर भगाएर फाल। केटीको चक्कर लाएर बसे तँलाई गदा। गएर एकबारी घाँस ल्याइज गदा। भर्खर उठेको छु, चिया त खान्देऊ यार बाउ। जान र पहिला घाँस ल्याइज। अझ मासु ल्याएको छु मैले बाउछरा भएर। अहिले खानु पर्छ, जाँदा छिटो गरेर ल्या। ए हो ल ल म ल्याइहालेँ, म ल्याइहालेँ। 2 hours later. 5 minutes later. ल खा केटा। अनि मासु छ भनेन बाउ? पाउलास् त नै मासु भात पाउन लाग्न आओस् त कि दसैँमा आओस् घर तँलाई। अनि खोइ बाहुनको घरमा बाहुनको छोरो भएर पाउँछस्। यसलाई नि सुनाइसकेछ। म घरमा नभएको तेरो इच्छा पुरा हुन नि दिएन नि। गाह्रो छ कान्छा, गाह्रो छ। त्यो नाटो बाख्रासँग के चलिरहेको त गोठाल जा। A few minutes later. ओए कोसा मस्किँदैछ सेगाला अर्काको बाली खाइसकेको बाख्राले त्यहाँ रामेरी हेर। कुखुरा कोही छैन बेबी, कोही छैन। यहाँ देशी लुगा बेच्दै आएर छ, त्यही करा हो बेबी। आजकलका बुढाहरू खालि भइहाल्छ बेबी, भइहाल्छ। म अब आउँछु। यहाँ बिजनेस अलि ठप्प छ क्या बेबी। अब घर आयो बेला बाउलाई पनि सघाउनु परिहाल्यो। अब डिमान्ड र सप्लाई बढिरहेछ क्या यहाँ। यो सकिने बित्तिकै म आइहाल्छु बेबी, आइहाल्छु। ए हस् बेबी हस् हस्।